हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना सनसाइन आर्मी हुनुहुन्छ हामी पनि सनसाइन आर्मी छु अहिले चाहिँ म लमजुङ बेस्टर जाने बाटोतिर छु होइन हामी चाहिँ 4:30 भइसक्यो बेलुकाको हेरौँ कतिखेर पुगिन्छ होइन हामी 3जना छ त्यही एकैचोटि मैले चाहिँ यहाँ आएर इन्टरभ्यू गर्दैछु होइन के कस्तो हुन्छ बाटोमा म अलिअलि देखाउँछु क्लिपहरू हालिदिन्छु होइन धेरै त खिच्नु पाउँदैन होला सायद त्यही हो है त लगायत सबमा आइपुग्छु है बाइक रिपेयरिङ गर्दैछ ब्रेक नलागेर बनाउँदैछ हल्का ब्रेक चेन्ज गर्दै जानुपर्छ अहिले बेस्टर चाहिँ आइपुगिसक्यो हामी अब यहाँबाट बिस्तारै निस्किन्छ होला 5:30 भइसक्यो रात पर्ला आएको छ अब बेलुका हुन्छ होला सायद हेरौँ है मनामी चौतारमा छ अब हामी चाहिँ यहाँबाट उता बेन्चकबाट माथि जानुपर्ने हुन्छ भने चाहिँ है त्यही हो साथीहरू अब चाहिँ हामी निस्किनु लाग्यो दुईजना चाहिँ यहाँ छ होइन म चाहिँ यहाँ छु अब यहाँबाट निस्किन्छु है तल 6 बज्न लागिसक्यो 6:45 भइसक्यो कतिखेर पुग्छ हेरौँ है बेसी सर है त गाडी बेसी सर चाहिँ 6:19 भइसकेको छ होइन यहाँ चाहिँ कस्तो डेन्जर पहिरो गएर रहेछ है कस्तो ब्लर आयो होला अलिक बेलुका भइसक्यो 6:19 भइसक्यो सानो चाहिँ यस्तो भइसक्यो केटाहरू आउँदैछ होइन त्यहाँबाट यति पनि त्यहाँबाट आउँदैछ उनीहरू म चाहिँ यहाँ छु है हेरौँ कतिखेर पुगिन्छ है बिस्तारै जाँदै गरौँ है तर थोरै थोरै क्लिप मात्रै हालिदिन्छु म चाहिँ है यहाँ यो भिर पार जानुपर्ने छ हामी पारीको बाटो आएको हो यो बाटो है त्यसो चाहिँ तल लाइट बलेको ठाउँ हो होइन यस्तो भिड भएर जानुपर्छ है रात भइसक्यो क्वालिटी एकदम लो आयो होला सायद है मिलाएर हेरिदिनु होला साथीहरू है माया देखाइदिनु होला च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला सायद गाइज है त ल यस्तो जङ्गलको बाटो हिँड्नु केही देखेको छैन होला है साथीहरू मलाई पनि होइन रात परिसक्यो अब उतै गएर भेट्छु होला सायद है अहिले चाहिँ हामी घले गाउँ आइपुग्नु लाग्छ गाइज है घले गाउँ आइपुग्नु लाग्छ होइन धुलै धुलो रहेछ केटाहरू पठाएको छ चाहिँ म चाहिँ यहाँ बाटोमा कुरेर बसिरहेको छु होइन अहिले चाहिँ हामी घुम्नु वेलकम गेटमा आइपुगिसक्यो होइन अहिले त गाइज त आउँदैछु त होइन पार्किङमा आइसक्यो होइन चिन्छ होला साथीहरू फाइनली बुझुङ गाउँतिर आइयो हामी चाहिँ होमस्टेमा जाँदैछु है त ल बाटो है अँधेरो ठ्याक्कै 8 बज्यो है 7:55 भयो होला सायद यहाँ बुझ्नु ए बुझौँ गाउँ चाहिँ ल भोलि बिहान राम्रोसँग देखाउँछु म तपाईँलाई है त ल अहिले चाहिँ हामी होमस्टे नम्बर 18 मा आइसक्यो है त ल खास 6 मा भन्थ्यो त्यहाँ चाहिँ मान्छे छैन है खासै खानु बनाउनु मान्छे त्यही भएर अहिले हामी यहाँ गयो त ल होमस्टेमा आइसक्यो चाहिँ ल बिहान भेट्छु अहिले एकछिन खान्छ हामी होइन बनाइसकेर रक्सी आउँदैछ यहाँ छु अब खानुपर्ने हुन्छ कस्तो बबाल पाराले सजाएर राख्ने खाइसक्यो हाम्रो लागि दाइले भाडी रहेछ भने अब बिस्तारै सुरु हुन्छ हाम्रो टाइम पनि धेरै गइसक्यो घरले यहाँ मस्त बसिरहेछ टाइम यति भइसक्यो होइन बेलुकाको यस्तो बबाल भयो यहाँको बुझौँ सामुदायिक होमस्टे पर्यटन समितिको मेनु चाहिँ यस प्रकारको छ है त लोकल कुखुरा हामी चाहिँ चिसो लाग्यो चिसो लिन जानुपर्छ माथि मजाले खानुपर्छ अनि सुत्नुपर्छ है त बिहान मता भएर देखाउने हाम्रो रुम चाहिँ यो है अब सुत्न लाग्यो 10:30 भइसक्यो भिआइपी पारामा हामी यता सुताइ मलाई सिरानी पुगेन त्यही भएर यहाँ अर्को थप्दैछु चर्केर हामीले मस्त सुतिन्छ बिहान उठिन्छ नास्ता गरिन्छ घुमिन्छ घरले मासु भात खाएर म सुतिरहेको छु म सुत्नुपर्छ अनि एकैचोटि बिहान भेट्नुपर्छ गुड नाइट गाइज अब बिहान भेटेर कुरा गर्छु है त ल तपाईँहरूले अब सुत्नुपर्छ केटाहरू जुत्ता खोल्दैछु ल यो चाहिँ
नेक्स्ट डे हो हामी चाहिँ हिजो आएको फेरि भ्लग स्टार्ट गर्दैछु भर्खर उठेको चिसो चिसै छ यहाँ त चाहिँ है बिहान बेलुका चाहिँ दिउँसो चाहिँ ठिकै छ होला त्यही हो अब चाहिँ उठ्यो अब चिया खानुपर्छ एकछिन घुम्नुपर्छ है त गाइस ल म सुरु भन्छु बसेको चाहिँ हो होमस्टे नम्बर त्यो बाबा होइन कस्तो भयो त घरले बिचमा सुत्यो अरे ढाड दुख्यो अरे यत्रो ठाउँ छोड्यो अरे बिहान आएको कति बज्यो 6:30 भइसक्यो ठ्याक्कै उठिसक्यो मुख धोइसक्यो म फ्रेस भइसक्यो घरले सुत्या सुति चाहिँ ह्याङ भएर चिसो धेरै आएर 60 क्यामेरा आयो त गाइज केटा हो है हाम्रो चाहिँ कफी आइसक्यो केटाहरू मुख हुँदैछ म त अर्डर गरिसक्यो अब खाजा पनि आउँदैछ है खाजा खाएर एकछिन घुम्नुपर्छ अनि बिस्तारै निस्किनुपर्छ है त्यसलाई ब्रेकफास्ट है त गाइज ब्रेकफास्ट ओ बाबा कस्तो लाग्यो ब्रेकफास्ट भोलिको कस्तो लाग्दैन नि तिमीलाई अब घुम्न जाने हो सुताइ कस्तो भयो राम्रो च्वाक भयो यताबाट अब ढल्काउँदै छन् ड्याम अब सुताइ त एकदम झकास हो तर घरैले पादेर सुत्नै दिएन घरैले पादेर सुत्नै दिएन यतिको रमाइलो नि भएन नि त झ्याउँछ केटा हो ब्लगमा ठ्याक्कै अलिक फोकस गरेर हाल है ब्लगमा ठ्याक्कै अलिक फोकस गरेर हाल है हो खतरा हुन्छ सिङ्गल है फेरि घरले पत्ला भयो नि सिङ्गल चलाउ इच्छुक छ भने हाटिहाल प्योर घरले घ्याल्दो घरले हामीसँग सम्पर्क गर्दा हुन्छ कसैलाई मन परेमा नमन छ भने कमेन्ट गर्दा हुन्छ गाइस बिदा कार्यक्रम भएको छ यहाँ चाहिँ अब गाइजहरूको ल यहाँ आउनु त अलिअलि भनिदिनु पर्यो तपाईँले हजुर मेरो नाम चाहिँ धनबहादुर गुरुङ भन्छ भन्नाले ग्लोरीको ठुलो मम्मीको बाबा अनि मेरो होमस्टे नम्बर 18 हो है मोबाइल नम्बर मेरो भन्दा नि मेरो बुढीको नाम दिपु हो उसलाई चल्छ उसको नाम चाहिँ 9846472476 तपाईँहरू यो नम्बरमा सम्पर्क गरेर आउनु सक्नुहुन्छ दिपु गुरुङ ल अनि यो बारेमा केही भनिदिनु न भोजनको बारेमा धन्यवाद भोजन कस्तो लाग्यो है हाम्रो त राम्रो लाग्यो हेरेर विचार गरेर हिँडेर जानु है ल हस् हस् हुन्छ दाइ ल धन्यवाद है दाइ मिठो खाना खुलाउनु भयो होइन दाइलाई धन्यवाद ल अब यहाँबाट निस्किन्छ सुता पनि दामी नै भयो हजुरहरू पनि आउनु सक्नुहुन्छ होइन अति नै राम्रो भयो सेकेन्ड टाइम पनि धेरै केटाहरू लिएर आउने हो 9 जना हेरौँ तपाईँहरू अब त्यो नम्बरमा कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ होइन त ल अति नै राम्रो भयो होइन सुताइ खुवाइपे अति नै भवाल नै भयो ल अब हामी यहाँबाट निस्किन्छौँ बिस्तारै माथितिर घुमेर त्यहीँबाट निस्किन्छु ल दाइ गएको नि त है ल दिदी है है ल बसेको होमस्टे चाहिँ है गाइज ल बबाल छ ल अति दामी छ बुझौँ बेलै चाहिँ त बिहानको मर्निङ भ्यू यो चाहिँ अति बवाल छ नि त यो त एक साइड मात्रै अर्को साइड अझै बाँकी नै छ है त गाइस अति नै बवाल छ दामी छ ठाउँ चाहिँ हामी पहिला बसेको चाहिँ यो होमस्टेमा हो होमस्टे नम्बर 6 अहिले चाहिँ हामी तल बसेको यहाँ दाइ मात्रै हुनुहुन्छ त्यही भएर
नि बाटो जिरी गल्ली जस्तो छैन बाबा सेकेन्ड टाइम हो मेरो चाहिँ भुजुङ खाइ मेरो चाहिँ भुजुङ सेकेन्ड टाइम हो खाएको पनि थर्ड टाइम कति धेरै नै भइसक्यो घरको चाहिँ सेकेन्ड टाइम हो तर यो अलिक सानोमा आएर खासै थाहा छैन हामी चाहिँ त्यो माथिको देखिने घरबाट चाहिँ त्यो धेरै सुटिङहरू भइने घर हो अति त्यहाँ गएर फोटोसोटो खिच्छु अनि त्यसपछि निस्किन्छु ल हजुरहरूलाई भुजुङ भिलेज के कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला त्यही हो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला त्यही हो हजुर पनि आउनुहोस् है त भुजुङ गाउँ अति नै दामी छ है अब भुजुङ गाउँको भिडियो हेर्नु है त 1 2 3 भुजुङ गाउँ हजुरहरूलाई यही त गाडी अति बवाल छ तर एन्टीलाई पैसा अब खाए त चाहिँ अति नै बवाल देखिन्छ सही छैन कस्तो लागेन बेसी सहरबाट मात्रै बाइकमा चाहिँ 1.5 घन्टा जस्तोमा आइपुग्छ होला 2 घन्टा धेरैमा 2 घन्टामा चाहिँ जसरी नै आइपुग्छ तपाईँहरू होइन अति नै बवालदार ठाउँ होइन एकदम नजिक पनि अति नै दामी नै ठाउँ छ होइन हजुर आउनु सक्नुहुन्छ होइन होमस्टेहरू पनि छ अति नै दामी छ ठाउँ चाहिँ लार्जेस्ट भिलेज नै भन्छ है गुरुङहरूको अति नै ठुलो पनि छ दामी छ ठाउँ अहिले चाहिँ हामी गाउँको बिचमा घुम्दै फिर्दै गइरहेको छ के कस्तो लाग्यो भुजुङ गाउँ तपाईँहरूलाई होइन सबै यस्तो काटेको छ त्यही भएर है बवाल छैन गाइस मिठो कमेन्ट गरेर जानु होला है त भिडियो हेरेर सिक्लेको बाटो जाने भन्नु यस्तो जान्छु घुमाउने गर्छ नि फेरि है पहिला पनि मैले यो भिडियो बनाएको थिएँ फेरि पनि बनाउँछु सेकेन्ड टाइम भन्दा मेरो यो अब त्यही हो यहाँबाट लगभग घुमिसक्यो फोटोसोटो खिचिसक्यो अब हामी निस्किन्छ होला यहाँबाट है भिडियोलाई अन्तिमसम्म हेरेर साथीमा तपाईँलाई धेरै धेरै धन्यवाद च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला साथीहरू भुजुङको भिडियो चाहिँ यति नै हुन्छ होला के कस्तो लाग्यो गाइस तपाईँहरूलाई है एउटा मिठो कमेन्ट छोडेर जानु होला है त ल अति बवाल रमाइलो भयो जस है खानपिन पनि अति नै दामी भयो त्यही हो हामी चाहिँ होमस्टे नम्बर 18 मा बसेको थियौँ तल अहिले तल पर्दैछ कन्ट्याक्ट गरेर आएको त्यहाँ नम्बरहरू मैले छोडेछु तपाईँहरूले होइन त्यहाँ कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ तपाईँहरू पनि अति नै दामी भयो जस है त माया देखाइदिनु होला साथीहरू है च्यानलमा त्यही हो सब्सक्राइब गरिदिनु पऱ्यो च्यानललाई है के भएको यो सङ्ग्रहालय चाहिँ तर हामीले भित्र चाहिँ गएन त्यही बन्द रहेछ अब कन्ट्याक्ट गरेर आउनुपर्ने रहेछ सायद 10 बजेपछि मात्रै खोल्छ होला पार्किङ स्थल आइसक्यो हामी अब जान्छु ल बाई बाई भुजुङ ल बाई बाई गर्दै गले साथीहरू भुजुङ गाउँलाई छोडेर जानुपर्ने हुन्छ अब हामी निस्किन्छौँ यहाँबाट है त ल बबाल लाग्यो